गर्मी सुरु भयो। दर्शक महानुभाव, यस्तो पसिना गर्नुपर्छ। यस्तो पसिना आउँदा पनि पेटै भर्दैन बा। यस्तो पसिनाले बाहिर काम गर्नेको जुत्ता भरिन्छ पसिनाले। हेर्नु कति पसिना आएको छ मेरो, हेर्नु त। यस्तो पसिनाले जुत्ता भरिन्छ, मैले लगाएको जुत्ता। अब यो भयो, यसलाई फेरि एकचोटि पुरा खल्लै बिजो भने यसलाई फेरि निचेरेर फालेर निचेरेर गरेर फेरि धोएर फेरि लगाउनुपर्छ। बाहिर काम गर्ने मान्छेहरूले मोटा झन्डै भित्र काम गर्छु र आनन्द छ। त्यही पनि एक्सर्साइजको लागि बाहिर निस्किन्छु। त्यही पनि हेर्नु त यो गर्मी कस्तो छ। यस्तो गरेर काम गरेर पैसा कमाउनु पर्छ, तर यो पैसाले नेपालमा केही पनि हुँदैन। महँगाइ त्यस्तै छ, सकिन्छ पैसा। तपाईँहरू पनि अब यहाँ विदेश आउनुहुन्छ भने बाहिर चाहिँ नआउनु, भित्र काम आउनु, बरु पैसा कम हुन्छ, राम्रो हुन्छ। धेरै पैसाले मान्छेको ज्यान जान्छ बाहिर काम गर्ने पनि। यस्तो पसिना आउँछ अनि फेरि एसीमा गएर यसो बस्ने हो भने अनि खुन जामिन्छ अनि हार्ट एट्याक भएर मर्छ मान्छे। खारीमा मर्ने कारण त्यही हो। है त साथीभाइहरू, जुत्ता हेर्नु देखाउँछु एकछिनपछि। पसिना यता यस्तो छ। अब जानुपर्छ। ल साथीभाइहरू, रुममा तेर लागेको अब आजको एक्सर्साइज यतिमै चाहिँ बन्द गर जस्तो लागिरहेछ। यता यस्तो छ। हावा पनि चल्दैन माथि। ल सबैजनालाई बाई। भोलिको फेरि अर्को भिडियो बनाउँछु म। अहिलेलाई छुट्टी, बाई।